ल श्री बागेश्वरी आधारभूत विद्यालयमा आज शुक्रबारको दिन बुक फ्री डे अन्तर्गत विद्यार्थी भाइ बहिनीहरूले आटाको पिठोबाट के बनाउँदैछन् भन्ने कुरो अगाडि भिडियोमा अलिकता क्लिप आइसकेको छ। अब तपाईहरूले यो भिडियोलाई स्किप नगरिकन मन परेमा लाइक, सेयर र कमेन्ट गरिदिनु हुन अनुरोध गर्छु। अब पिठोमा के भइरहेको छ तपाईहरूले हेर्नुहोस्। ल त्यसमा हामीले नुन मिसाएका छौँ। पिठोले मागे अनुसारको नुन हामीले राखेका छौँ। अब पिठोलाई फेरि पानी अलिकति कम भएकाले पानी राख्ने काम भएको छ र तपाईहरूले पनि यसलाई मजाले चलाउन सक्नुहुन्छ। दुईटै हातले चलाउन सक्नुहुन्छ। एउटा हातले बाटो समाएर बस्नुभन्दा दुईटै हातले तपाईहरूले पनि चलाउन सक्नुहुन्छ। र एकजनाले पानी राख्ने अनि एकजनाले त्यो पिठोलाई मुछ्ने मुलायम बनाउनु पर्नेछ। त्यसमा अलिकति तेल पनि राखेर छिटो बनाउनु पर्नेछ। तपाईँहरूले देखिरहनु भएको छ। र त्यसै गरी यसलाई स्वाद अनुसार 1 चम्चा चिनी पनि राख्न सकिन्छ। चिनी र आवश्यकता अनुसार दुध पनि राख्न सकिन्छ। अन्डा पनि राख्न सकिन्छ। र स्वाद अनुसार यसो गर्न सकिन्छ। र यसको तयारी गर्नको लागि विद्यार्थी भाइ बहिनीहरू र शिक्षकहरू एकजनाले काम गर्ने अर्कोले चाहिँ सहयोग गर्ने भइरहेको छ। यहाँ के आवश्यक पर्छ उहाँ चाहिँ हाम्रो यस विद्यालयको प्रधानाध्यापक मेनुका देवी श्रेष्ठ। उहाँ जयप्रकाश महतो, उहाँ नारायण प्रसाद रिमाल हुनुहुन्छ। त्यसै गरी यस कार्यक्रममा पिठोको लागि पिठोलाई धुलो बनाउँछु भनेर लागिरहनु भएको छ अम्बिका देवी। त्यसै गरी यहाँ पानी अलिकति गिलो हुन्छ कि भनेर पानी र अरू सामानहरू थप्नुको लागि कुन्ती मिस हुनुहुन्छ। र अरू भाइ बहिनीहरू अब कति बेला पिठो बन्छ भनेर हेरिरहनु भएको छ।